तपाईँलाई त धेरै के अरे भ्युवर्सहरूले क्या फलोवर्सहरूले नि कस्तो क्युट कस्तो मजाले हेर्नुभएको कति ध्यान दिनुभएको पापासँग बोल्दै गर्दा कस्तो राम्ररी बोल्नुभएको भन्ने खालको कमेन्टहरू आएको छ क्या त्यस्तो सुन्दा तपाईँलाई कस्तो लाग्छ मलाई एकदमै खुसी लाग्छ होइन। अब हजुरहरूको अनुहार चाहिँ देखेको छैन तर मलाई हृदयबाट लाग्छ तपाईँहरू पनि ब्युटिफुल ह्यान्डसम एकदमै पोजिटिभ हुनुहुन्छ होइन। त्यसैले त अनि अरूहरू मान्छेलाई त अब तपाईँहरूले भ्युवर्सहरूले मलाई पनि एकदमै क्युट होइन आगे क्यारी भनेर सम्झिनु भएको छ। म पनि तपाईँहरूलाई त्यसरी नै सम्झिन्छु अनि मलाई बोलाउनु भयो त्यसरी, त्यसको लागि पनि थ्याङ्क यू। त्यो साँच्चै मलाई अनौठो लागेको चाहिँ नि अचानक तपाईँको भिडियो 1 मिलियनभन्दा बढी भ्युज गयो कि है त्यो खास गरी हाम्रो कुनै प्लान पनि थिएन यस्तै तरिकाले गफ थियो हजुर त कस्तो मन पराइदिनु भयो क्या भ्युजहरूले है प्यारेन्ट्सहरूले पनि होइन अनि उहाँहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई एकदमै 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 थ्याङ्क यू होइन। अब जति फलोवर्सहरू भए पनि जति भ्युजहरू भए पनि नि होइन अब जस्तो म मान्छे पनि चेन्ज हुँदिनँ होइन। म अहिले जस्तो छु म अब जहिले जस्तो पोजिटिभ छु होइन म त्यस्तै हुन्छ होइन। तपाईँहरू पनि आफ्नो हृदय चाहिँ चेन्ज नगर्नुहोस् होला हामीलाई चाहिँ सपोर्ट गरिराख्नु होला त्यसको लागि थ्याङ्क यू। वाह कस्तो राम्रो तपाईँले त कस्तो सिकाए जस्तै बोलिरहनु भएको छ त सिकाइ भन्दा पनि अब जस्तो इन्भाइरोमेन्टमा म हुर्केको छु नि हो त्यसरी नै म सिक्दै सिक्दै जाने अब तपाईँहरू पनि अब राम्रोमा इन्भाइरोमेन्टमा हुर्किनु भएको होला होइन। त्यसरी नै तपाईँहरू पनि एकदमै ज्ञानी होइन एकदमै हृदयबाट आपसमा बोल्नुहुन्छ होला हो त्यसरी नै हो म पनि। तपाईँलाई नि कहिलेकाहीँ कस्तो लाग्छ जस्तो कि कतिको त होइन घरमा पेरेन्ट्सहरू हुनुहुन्न होइन विदेश कमाउन जानुभएको छ अनि पेरेन्ट्स बिना बसिरहनु भएको छ कतिको त फेरि पेरेन्ट्सहरूसँग छोराछोरीहरू सँगसँगै बस्दा पनि यस्तो भलाकुसारी पनि हुँदैन होइन त्यो पेरेन्ट्ससँग नजिक भएर भलाकुसारी भइरहनु र अनि नहुनुमा के फरक पर्छ तपाईँलाई लाग्छ अब जस्तो बाबुआमा छन् होइन अनि छोराछोरी एउटै घरमा बसेर हुन्छ नि होइन बस्नु भएको छ परिवार भएर बस्नु भएको छ तर एक आपसमा चाहिँ बोलचाल होइन माया छैन भने चाहिँ हुन्छ नि अब जस्तो परिवार एकदमै बाहिरबाट राम्रो देखिन्छ अरे होइन एकदमै स्ट्यान्डर्ड देखिन्छ अरे होइन तर भित्र चाहिँ एकअर्कामा देखाएको छ भने चाहिँ त्यो चाहिँ राम्रो हुँदैन होइन। अब तपाईँहरू जसको अब सिचुएसन यस्तै छ होइन अब जस्तो तपाईँहरू बाबुआमा हो कि छोराछोरी हो होइन आफ्नो बाबुआमा कि त छोराछोरीसँग एकदमै क्लोज चाहिँ हुनु नभने नि होइन अहिलेदेखि भन्छु होइन त्यो यो चाहिँ कमान्ड होइन यो चाहिँ रिक्वेस्ट हो होइन। हजुरहरू चाहिँ आफ्नो छोराछोरी कि त बाबुआमासँग चाहिँ अलिक क्लोज हुनुपर्छ होइन त्यसले चाहिँ अब एक आपसमा पनि हुन्छ नि प्रेम चाहिँ बढाउँछ होइन सङ्गति पनि बढाउँछ हो त्यो चाहिँ अनि विदेशमा हुने अब छोराछोरीहरू हुनुहुन्छ तपाईँहरू होइन तपाईँहरू पनि ठुलो हुनु भइसकेको छ अनि आमा बाबुहरू पनि विदेशमा हुनुहुन्छ काम गर्दै हुनुहुन्छ भने नि होइन अब तपाईँ छोराछोरीहरू चाहिँ लोन्ली फिल गर्नुहुन्छ भने नि हाम्रो भिडियो हेरिराख्नु पर्सनमा नभेटी पनि नि हामी तपाईँहरूको लागि एकदमै रेडी छौँ सपोर्ट गर्न होइन हो त्यस्तै हो। कहिलेकाहीँ त तपाईँको कुरा सुन्दै गर्दा नि छोरी म त साँच्चै एक प्रकारको भाग्यमानी बाउ जस्तो लाग्छ क्या है कस्तो किनभने तपाईँले बोल्दै गर्नु हुँदाखेरि धेरै भ्युवर्सहरूले मन पराउनुहुन्छ है हुन त ब्युटी लाइज इन द आइज अफ बिहोल्डर है मान्छेको आफ्नो आफ्नो पर्सपेक्टिभ हुन्छ फुलको आँखामा फुलै संसार भने जस्तै तर धेरैजनाले चाहिँ हामीलाई 99%ले झन्डै 100%ले नै एकदम मन पराउनु भएको छ क्या विशेष गरी चाहिँ तपाईँको बोली तपाईँले गर्नुभएको एक्सनका कुराहरू होइन भिडियोमा एक्टिङका कुराहरू है कति त एकदम लजाउँछन् क्या तपाईँ त अहिले भर्खर कक्षा 5मा पढ्दै हुनुहुन्छ होइन 10 कक्षा पढ्दै गरेको दादा दिदीहरू पनि यसरी बोल्न लजाउनुहुन्छ धकाउनुहुन्छ क्या कतिपय कुराहरूमा होइन तपाईँले उहाँहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई अब तपाईँहरू अब जो अब त्यस्तै सिचुएसनमा हुन्छ नराम्रो गरी चाहिँ भनेको होइन तपाईँहरू चाहिँ इन्ट्रोभर्ट हुनुहुन्छ होइन अब जस्तो एक्लै हुँदाखेरि धेरै रमाउनुहुन्छ होइन अब फेरि अब धेरै
5-6 जनाभन्दा धेरै भेला भयो भने नि होइन आफन्तहरू तपाईँहरू त रुममै बस्नुहुन्छ होला होइन लाज मानेर होइन तर त्यस्तो चाहिँ नहुनु होला किनभने फ्युचरमा चाहिँ एकदमै गाह्रो हुन्छ इन्टरेक्ट गर्न होइन विदेश जानुहुन्छ भने अब यही नेपालमा बस्नुहुन्छ भने इन्टरेक्ट गर्न होइन बिजनेसको लागि पढाइको लागि इन्टरेक्ट गर्न चाहिँ एकदमै गाह्रो हुन्छ त्यही भएर अहिलेदेखि नै तपाईँहरू चाहिँ अरू मान्छेहरूसँग होइन इन्टरेक्ट गर्नुहोस् होइन बोलचाल गर्नुहोस् होइन त्यस्तै हो ओके, कस्तो राम्रो तपाईँको त बोली सुन्नु जस्तो लाग्छ म बाउ भएर पनि।